बाध्यात्मक त्याग हो हैन? अहिले त रविको त्यागै होइन नि त। आफू सुरक्षा कसरी आफू जेल नपर्नेबाट बच्ने, जस्तै सहकारीको केसको मुद्दालाई फिर्ता गराउने कामहरू यही सरकारबाट गर्न लाउने। राजधानी डबल प्रयोग गरेको मुद्दामा राजधानी त्यसो डबल प्रयोग गरेको दुरुपयोग गरेछ भने 25,000 50 मात्र जरिवाना गरेर कमभन्दा कम जरिवाना उम्काउने यही फिराकमा नै लागेका छन्। अनि त्यो त भने आफू कसरी बच्ने भन्ने विचार, आफू नेपालको कानुनी डन्डाबाट बच्नको लागि मात्रै उनी कसरत गरिरहेछन्। प्रधानमन्त्री कुरा त पछिको कुरा हो। प्रधानमन्त्री हुन त जे आन्दोलनमा बेलामा उनलाई 24 गते निकालेर प्रधानमन्त्री बनाउनै ल्याएको भनेर मान्छेले भनिरहेछ नि त। तर जहाँसम्म रवि लामिछानेले चाहिँ त्यतिखेर प्रधानमन्त्री बन्नको लागि बोलाइएको थियो, ल्याइएको थियो, तर नेपाली सेनाले बन्न दिएन भन्ने कुरा छ। अब नेपालमा नेपाली सेना नभएको भए जिन्जी आन्दोलनको बेलामा विदेशी सेनाको घुसपेट भइसक्थ्यो। नेपाली सेनाले बुद्धि पुर्याएकोले, सहनशीलता गरेकोले। अहिले सेनामाथि चौतर्फी घेराबन्दी या प्रश्न भए पनि तर त्यो बेला कम्तीमा विदेशी सेना त घुस्न दिएन नि हैन? त्यही त त्यति ठुलो कुरा हो नि, देशै कोल्याप्स हुन दिएन भन्नु पर्यो। त्यो त त्यसलाई त हामीले सेनालाई सेल्युट गर्नै पर्छ। त्यो मतलब म त त्यही दिनदेखि मैले बोलिरहेको छु मान्छेहरूले त्यो नेपाली सेनाले नै बालेन्द्रलाई पनि संरक्षण दिएको अथवा केही केमिस्ट्री मिलेको हुनसक्छ, जसले गर्दाखेरि बालेन्द्रले 24 गते भदौको हेडक्वार्टर जानुहोस् वार्ता गर्न भनेर पठाएकै हो, लेखेकै हो नि त। सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सपोर्ट गर्नुहोस्, हेडक्वार्टर जानुहोस् भनेर लेखेकै हो। त्यो रासोपा भने पार्टी पनि मन परेको छैन क्या। तर के गर्नु, नेपालको संविधानले पार्टीप्रति जवाब पार्टीमा नगए प्रधानमन्त्री हुन नपाइने भएर उनी त्यो गएको मात्रै हो। संविधान पहिले संविधान फाल्न खोजेको थिए, उनलाई वास्ता छैन हैन? अलिक दिन के अरे 45 मिनट राष्ट्रपति रामचन्द्र पौडेल टोयलेटभित्र पसेकोले संविधान फ्यालिएन। त्यो हो नि, घटना त्यो हो नि त। नत्र राष्ट्रपति पनि फ्याल्ने, संविधानै फ्याल्ने कुरा गर्दै थिए। मान्नु भएन नि उहाँले। कसले? त्यही त होइन, उसले नमानेपछि अब मान्न नलागेको विदेशीले हो नि, नत्र उता भागिसकेको थियो नि। जियोपोलिटिक्स प्रभाव थियो क्या त्यसमा काहीँ न कतै हैन? अनि त्यो त उहाँले मान्नु भएन भन्दाखेरि उहाँभन्दा जब्बड केपी ओली होइन, केपी ओली राजीनामा लेखेर बुझाइसक्यो। विदेशीले चाहिँ हामी सेना पठाइदिन्छु भन धम्कायो।